सबैभन्दा पहिले विवरणहरू जाँचेर गल्ती नभएको पक्का गरौँ अनि निवेदन, प्रबन्धपत्र र नियमावली प्रिन्ट गरिहालौँ। प्रिन्ट भएपछि अब पालो आउँछ निवेदन पत्रको। यसलाई एकदम ध्यान दिएर हेरौँ है। यसको सबैभन्दा तल दस्तखत लेखिएको ठाउँ देखिन्छ नि? हो, ठ्याक्क त्यहीँ हस्ताक्षर गर्नुपर्छ। अनि ल्याप्चेनी दामा दायाँ र बामा बायाँ बुढियौँलाको छाप एकदम प्रष्टसँग लगाउनै पर्छ। अब जाउँ कम्पनीको मुख्य डकुमेन्ट प्रबन्धपत्र र नियमावलीतिर, जसलाई हामी एमओए र एओए पनि भन्छौँ। यी दुवैको पहिलो पानामा ध्यान दिनुपर्छ। पानाको सबैभन्दा तल एउटा हस्ताक्षर गर्नै पर्ने हुन्छ। अनि बीचका जति पनि पानाहरू छन् नि, ती सबैको माथि र तल दुवै ठाउँमा हस्ताक्षर छुट्नु भएन। तर टेक्स्ट सकिने अन्तिम पानामा भने अलि फरक छ। त्यहाँ सबैभन्दा माथि एउटा मात्र हस्ताक्षर गरिन्छ। त्यसपछि एमओए र एओए दुवैको अन्त्यमा एउटा एकदमै महत्त्वपूर्ण घोषणा बक्स भेटिन्छ। यो बक्सभित्र दस्तखतमा हस्ताक्षर र अघि जस्तै दायाँ बायाँ औँठा छाप लगाउन बिल्कुलै बिर्सनु हुँदैन।